उक्त अवसरमा महोत्तरीको एक डाँडा, मनराज सिसवा, शमसी, बलवा, औरही, बलवा, भगवा, गौशाला, लोहरपट्टी, सोनामा, पिपरा, महोत्तरी र बर्दिवास पालिकामा पनि शोभायात्रा निकालिएको छ। महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिकाका सुगा, सारी, नैनी, थरुआही, अन्कार, बखरी, प्रकौली लगायतको गाउँमा पनि शोभायात्रा निकालेर वडाका गाउँहरू परिक्रमा गरिएको थियो। रामललाको अयोध्या धाममा भइरहेको प्राण प्रतिष्ठाको उपलक्ष्यमा विभिन्न ठाउँमा हुन लागेको यो शोभायात्रा हाम्रो चाहिँ एकडाँडा पालिकाको 3 नम्बर वार्डमा पनि भव्य रूपले र सभ्य ढङ्गले पुरै वाडाभरिमा चाहिँ यो शोभायात्रा निस्केको छ। यसको साथसाथै महोत्तरी जिल्लाभरि नै गाउँ गाउँ टोल टोलमा चाहिँ राममय भएर विभिन्न ठाउँमा त्यहाँका समाज बस्तीका चाहिँ भेला भएर त्यहाँ चाहिँ राम उत्सव मनाइरहेछ। त्यसैको उपलक्ष्यमा हाम्रो पनि राम मन्दिरको प्राण प्रतिष्ठा भएको अवसरमा मटिहानी स्थित लक्ष्मी नारायणको प्राङ्गणमा राम र सीताको 25 फिटको प्रतिमा नेपाल सरकारका श्रम मन्त्री शरद सिंह भण्डारीले अनावरण गरेका थिए। सोमबार बेलुका दीपावली मनाउने तयारीमा रहेको महोत्तरीका विभिन्न ठाउँमा रामप्रति श्रद्धा भावको रङ्गोली बनाएका थिए। जिल्लाका अधिकांश गाउँमा रहेका मन्दिरहरूमा एकाहा नवाहा र हनुमान आराधना संकीर्तनले वातावरण नै राममय बनेको छ। ये राम भगवान के प्राण प्रतिष्ठा के उपलक्ष्य में जो है हम सब एकाद जो है करल जा रहा जी, तई के उपलक्ष्य में धूमधाम के साथ में हम सब मना रहा जी। और तो सारी बासी सब तो जनबे करे, सब जो है देश में मगन में है।